भने म तँलाई धेरै माया गर्छु के म तँ बिना बाँच्नै सक्दिनँ बाँच्न सक्दिनस् भने मर न त तँलाई कसले रोकेको छ र एक्करी तँलाई मेरो माया लाग्दैन आई लभ यु सो मच धनु तेरिका केटीको बेहोरा फेरि मरियत्तै गरिहाल्ने आई लभ यु टु ल उमेरमा लभ जसको पनि पर्छ बिहे र लभ भन्ने कुरा एक अर्काको विपरीतार्थ शब्द हुन् पण्डितजी मन्त्र पढ्नुहोस् ओइ धनी हाँ सुन्न हामीले नि सुरक्षा कवच नअपनाउनुले गर्दा आज म आमा बन्नेवाला छु नि हो र तेरिका बिहे अगाडि नै आमा बन्ने तँ नाम नदिने यार कति महिनाको भयो 4 महिना भइसक्यो तेरिका त्यसो भए त बर्बादै हो नि यार एउटा गतिलो केटा खोजेर बिहे गरिहाल नत्र माइतै बसी बसी बतासे बच्चा जन्माइस् भने नि युट्युबरहरूलाई समाचारको गतिले हेडलाइन बन्छ फेरि एक्करी तेरिका जिन्दगी अब त अति भयो यो बिहे क्यान्सल आज खुइ के कुरा गर्नुभएको तपाईले अहिले आएर प्लिज बिहे गरौँ न हेर्नु मैले कसैलाई देखाउनको लागि भए पनि बिहे गर्नै पर्छ प्लिज यार गरौँ न क्या एउटालाई देखाउँदा त यो हालत छ कसलाई देखाउनु पर्यो फेरि त्यसो नभन्नुस् बाबु हाम्रो त इज्जतै जान्छ नि इज्जत जानलाई इज्जत पनि देखाउनु पर्यो नि अब यसरी बेहुली नलिकन बेहुलो खुवायो भने दशा लाग्छ भन्छन् अब के हुने हो यही हुँदैन तपाईँको छोरी आमा बन्छे तपाईँ हजुर आमा बन्नुहुन्छ कसले गर्नु म प्रेग्नेन्ट छु भनेर चाहिन नचाहिने कुरा बोल्ने होइन है छैन म प्रेग्नेन्ट आमा प्रविधिलाई प्रयोग गर्न जान्नुपर्छ खैले एक्करी अडियो त कुकुरको भिडियोमा मान्छेको पनि हाल्न मिल्छ ए भनेपछि यो सब तेरो काम हो होइन मैले नगरेर कसले गर्छ त एक्करी अब के सोचिरहेको कार्तिक पनि गइगयो बेहुली पनि पुरै रेडी छ एक्करी ठोक्देऊ के जान्छ तैँले पनि गतिलो पोइ पाउँछस् तिमीले पनि गतिलो जय पाउँछौ के गरिरहेको बुढी बाबु आमा